हामी चाहिँ भर्खर खोला आइपुग्यो कि हेर्नु न खोला गाइस बाफ्रे यस्तो बढिरहेको छ तु देख खोला यी अम्बो अम्बो हेर्नु पनि आयो बाफ्रे हात पनि थरेर काम्दैछ मेरो त यस्तो खोला त मैले लाइभ नदेखिदिएँ नि त त्यही भएर होला क्यामेरामा त तपाईँहरूले कस्तो देख्नु हुँदैछ हामी हेर्नु न अम्बो हेर्नु त झन् यता गाउँको यो गाउँ पनि कस्तो जस्तो भइसक्छ हेर्नु आम्बो यहाँ पुल थियो त उयो थियो त होइन है आन्टी यहाँ ओह्रालो जाने उयो थिएन त्यो बनाएको ल हो बाफ्रे हो अस्ति मात्रै खिचेको फोटो यहाँ बाफ्रे खोला त उहाँको आधी बाटो पनि गएछ हो आम्बो खोला त तिमी केमा आएको बाफ्रे यस्तो हामीले लाइभ कहिले नदेखेर होला है बाफ्रे अन्त गाउँमा डर हुन्छ नि त्यही त ओ अन्त पुग्यो उयो पनि त यो टावर पनि हेर न फेदमा हेर नि फेदमा पानी मान्छेको भिड हेर्नु नि त्यो त हो यस्तो दिलाउन आउँछ है निस्क्यौँ हेर्नु न बाफ्रे ए जुमे यसो डिलमा त नबस्नु पनि डरै लाग्दो ए यिन खोला बढ्यो नि त पुरा हेर्नु सबैजना भएको सबैजना चाहिँ भाग्गा भाग भइसक्यो नि यहाँ यसो हेर्नु मात्रै आयो कि बढ्दैछ खोला अझै लु आएछ ढिलो भयो मान्छेहरू चाहिँ भाग्दैछ यिनीहरू फेरि लुकुत स्ट्रिट ब्रिज चाहिँ उयो भयो नि तर हामी चाहिँ देखेको छैन जाँदैछु हो यहाँ ग्राउन्ड त हेर्नु न खोला जस्तो भइसकेको छ नि त आमामा अन्त खोला बाढी आउँदैन यहाँ स्कुलको नजिकको ग्राउन्ड हेर्नु न भिड हेर्नु न आमामा स्टिल ब्रिज त यस्तो भएछ हालत हेर्नु नि कत्रो आएको है पानी आम्बो हेर्नु बाङगोडा टेढो भएछ पुल त मान्छेको भिड हेर्नु न आम्मामा अम्बो खोला त यस्तो आइरहेको छैन त अम्बो यस्तो फ्रेस आउँदैछ नि अम्बो यसरी बगाएर ल्याउँछ कत्रो ढुङ्गा पनि पल्टाइने भर्खर झन् बढ्दैछ नि तुलसी है
यहाँनिर पुल चाहिँ उयो भएछ क्र्याक भएछ नु भत्केछ आगोहरू पनि आउनु भएछ यस्तो छ हाम्रो हालत जानुपर्छ होला आमामा पानी धेरै डर लाग्यो मान्छेहरू पनि स्विल बिचको हालत हेर्नु न यहाँ बाङ्गोरा टेढो अब यौ के गर्छ हौ ए अन्त यो ब्रिज पनि बन्द गरिरहेछ अहिले चाहिँ यहाँ हेर्नु न यो खोलाको छेउछेउ गरेर चाहिँ पुरा डर भयो नि ऊ बगल जस्तै भइसक्यो नि बिचरा अब के चाहिँ है प्रकृतिको खेल पनि यस्तो यहाँ हेर्नु न स्टिल ब्रिजको हालत अघि त देखेन तलबाट कि आम्बो यस्तो दुःखले घर बनाएको हुन्छ हो के हो यस्तो है बरु उता साइड चाहिँ अलिक कम्ती रहेछ नि पानी अन्त हेर्नु न पुलको हालत त्यस्तो बनाइदिएछ आम्बो आज फेरि आइतबार होइन बजार लाग्ने दिन मिरिकको मान्छेहरू यही बाटो आउनुहुन्थ्यो होइन अब छैन आज बजार यहाँ मर्दै दिएको रहेछ त आम्बो बाफ्रे कस्तो चिउ चिउ लाग्दो हेर्दै है हेर न हजुर बाफ्रे हेर्नु न यो घरकै तल मुनि हेर्नु नि त्यही त यत्रो यत्रो घर दुःखले बनाएको हुन्छ हो प्रकृतिको खेल पनि के हो यस्तो है